आज त यति दाउरा काटेर सक्छु होला। नानी पनि घरमा एक्लै छ, अर्काको घरमा दाउरा काट्नुपर्छ पैसाको लागि। ए आन्टी, मेरो आज बर्थडे हो, यी मिठाई खानुहोस् न। ए हुन्छ नानी, लिनुहोस् न। हुन्छ धन्यवाद। हुन्छ आन्टी, बिस्तारै दाउरा काट्दै गर्नुहोस् ल। आमा कामबाट आउँदाखेरि गुलियो मिठाई ल्याइदिनुहोस् ल। ला म त के भएको, नानीले गुलियो मिठा खाने मन गर्दै थियो, के भएको म त के भएको नानीहरू नसम्झी भन्दै खाएँ। बिचारा नानीले गुलियो मिठा खाने भन्दै थियो। म त के भएको, हामी बाउआमा त नखाला नि हुन्छ, झन्डै मुखमा हालिबाट खाइपठाएछु। बिचारा नानीलाई लगिदिन्छु। त्यत म त के भएको, यत्तिकै टोलिरहेको छ। अब छिटो छिटो सकेर जानुपर्छ। नानी बिचारा मिठा खाएर कति खुसी हुन्छ, त्यो गुलियो मिठा खानु मन लागेको छ हुन्छ। छिटो गरेर जान्छु, त्यसलाई म मिठाई दिन्छु। A few moments later. कि जब मैं हद से आगे बढ़ गया था, आशिकी